ड्रिम्स टिभी हेरिराख्नु भएको छ। ड्रिम्स टिभीको सपनाको श्रृङ्खलामा तपाईँलाई स्वागत छ। आज फेरि नयाँ सपनाको श्रृङ्खला लिएर उपस्थित भएको छु। सपनामा वस्त्र अर्थात् कपडाहरू हराएको अथवा चोरी भएको अवस्थामा तपाईँले देख्नुहुन्छ भने त्यो सपना तपाईँको लागि के कस्तो सङ्केत दिन आएको हुन्छ र सामान्य रूपमा पनि तपाईँले के बुझ्नुपर्छ भन्दा यस्ता सपनाहरू यदि प्रातः समयमा 4 बजे 3 बजे पछि देख्नुभएको छ भने त्यस्ता सपनाहरूले 3 दिन 4 दिन अथवा 1 हप्ताभित्र चाहिँ फल देखाउने गर्दछन्। यदि मध्यरात्रिमा सपनाहरू देख्नुभएको छ भने त्यस्ता सपनाहरूले तपाईँलाई अलिकति छिटो चाहिँ फल देखाउने गर्दछन्। सपनाको सङ्केत अनुसारले यदि सपनामा कपडा हराउनु, कपडा चोरी हुनु, कपडा कतै छुट्नु, तपाईँको जीवनमा आफ्नो पहिचान, मान सम्मान र आत्मविश्वास छुटिने, आत्मविश्वास हराउने र मान सम्मानमा कुनै चोट पुर्याउने टाइपको कुराहरू हुनसक्छ, घटनाहरू हुनसक्छ भन्ने एउटा सङ्केतको रूपमा चाहिँ लिइन्छ। यदि तपाईँले सपनामा वस्त्र हराएको, कपडा चोरी भएको, हराएको कुनै पनि प्रकारले देख्नुहुन्छ भने त्यस्तो अवस्थामा चाहिँ आफूलाई अपमान हुने ठाउँबाट जानबाट चाहिँ जोगाउनुहोला र कुनै पनि अवस्थामा चाहिँ वाद विवादबाट टाढा बस्नुहोला। बाँकी अन्य सपनाका कुराहरू हेर्नको लागि नेपाली सपनाहरूको श्रृङ्खला तपाईँले प्लेलिस्ट पनि हेर्न सक्नुहुनेछ।